हेलो साथीहरू, ह्याप्पी नागपञ्चमी हजुरलाई। आजको यस 2083 साल 5 महिना 1 गते परेको नागपञ्चमीको आज हामीले स्कुलमा सानो प्रोग्राम बनाएको थियौँ। नानी बाबुहरूलाई चाहिँ हामीले नागपञ्चमी के हो, कसरी पूजा गर्ने भन्ने नलेज चाहिँ दिउँ भनेर उहाँहरूलाई एक्स्ट्रा एक्टिभिटी गराएको थिएँ। अनि मैले चाहिँ क्लास लिँदै सिडब्ल्यू दिएर बच्चाबच्चीलाई अगाडि चाहिँ मैले आठवटा गरिरहेको थिएँ, किनकि हिजो सन्डे चाहिँ हाम्रो मिटिङ भएको कारणले चाहिँ अलि कार्यव्यस्तताको कारणले मैले कम्प्लिट गर्न पाएको थिएन। तर आजको दिन चाहिँ मैले क्लास लिँदै अनि गर्दै गरेको छु। अनि आज यस नागपञ्चमीमा चाहिँ हामीले चार्ट पेपरको प्रयोग गरेको छौँ र प्रयोग गरेर एउटा नागपञ्चमीको शिवलिङ्ग अनि नागको ड्रइङ आर्ट गरेर अनि प्रस्तुत गरेका थियौँ। अनि यही चार्टमा बनाएको पिक्चरलाई हामीले पूजा गरेको थियौँ। हाम्रो हिन्दू धर्ममा नागपञ्चमीलाई धेरै नै आस्था गरेका छौँ। हाम्रो यो क्लास हो। अब चाहिँ हामी लास्टमा इन्टर पछाडि हामीले नागपञ्चमीको पूजा गर्नेछौँ। त्यो भिडियो चाहिँ मसँग छैन, पायो भने